गुण्डागर्दी शैलीमा भ्लगरमाथि सडकमै कुटपिट गर्ने चालक फरार। प्रहरीद्वारा तीव्र खोजी हुँदै भाइरल भिडियोले खुलायो पहिचान। नगरकोटका अनुप लामा शंकाको घेरामा। एआई भिडियोको भ्रम फैलियो। प्रहरीको स्पष्टीकरण अहिलेसम्म पक्राउ परेका छैनन्। दर्शकवृन्द, भक्तपुरको तेलकोट नगरकोट सडक खण्डमा भएको हिंसात्मक घटनाले अहिले सामाजिक सञ्जालदेखि सडकसम्म तरङ्ग सिर्जना पैदा गरेको छ। ओभरटेक गर्ने सामान्य विवादले उग्र रूप लिँदा दुईजना मोटरसाइकल राइडर जसलाई भ्लगरका रूपमा चिनिन्छ बीच सडकमै निर्घात कुटपिट गरेको घटना बाहिर आएको हो। घटनाको भिडियो सार्वजनिक भएपछि देशभर चर्को आक्रोश देखिएको छ। भिडियोमा देखिने कार चालकको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जबैगु लिम्बुका अनुसार संलग्न व्यक्तिको नाम, ठेगाना र सम्पर्क विवरण सबै फेला परिसकेको छ, तर उनी हालसम्म फरार अवस्थामा छन्। प्रहरीका अनुसार हामी खोजी कार्यमा तीव्र बनाइरहेका छौं, चाँडै नियन्त्रणमा ल्याइनेछ। पक्राउ परेपछि मात्रै औपचारिक रूपमा नाम सार्वजनिक गरिने समेत प्रहरीले जनाएको छ। स्थानीय स्रोतका अनुसार उक्त व्यक्तिलाई भक्तपुरको नगरकोटका अनुप लामाका रूपमा चिनिएको छ। सामाजिक सञ्जालमा रहेका भिडियोको अनुहारको बनावट, पहिरन शैली र लोकेसन विश्लेषणबाट नै उनी संलग्न रहेको दाबी गरिएको छ, तर उनको मोबाइल नम्बर हाल स्विच अफ अवस्थामा रहेको पाइएको छ। यसैबीच सामाजिक सञ्जालमा चालक पक्राउ परिसकेको भन्दै केही एआईबाट सिर्जित नक्कली भिडियोहरू समेत फैलिरहेका छन्। प्रहरीले यस्ता भ्रमपूर्ण सामग्री प्रति सचेत रहन आग्रह गर्दै स्पष्ट पारेको छ। हालसम्म आरोपी पक्राउ परेका छैनन्। घटना सार्वजनिक भएपछि सर्वसाधारणले दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन्। अब प्रश्न उठेको छ दर्शकवृन्द, सडकमा हुने यस्ता आक्रमण कहिले रोकिन्छन्? के कानुनको डर कति प्रभावकारी छ? यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। दर्शक महानुभावहरू, हामी निरन्तर अपडेट दिइरहनेछौँ। हामीसँगै जोडिँदै रहनुहोला।